आज दशैं विषयक जानकारीहरू ऐतिहासिक धार्मिक सांस्कृतिक पक्षहरूका विषयमा म केही कुराहरू भन्न गइरहेकी छु। जस्तो शास्त्रीय कुराहरू के छ, कहिलेबाट दशैं सुरु भयो भन्ने जिज्ञासा गर्दा दशैंको इतिहास पुराणदेखि नै सुरु भएको भन्ने देखिन्छ। पौराणिक कालमा यो देवी भागवतमा यो शारद नवरात्र र चैत्र अर्थात वसन्त नवरात्रमा गरिने देवीको आराधनाको विषयमा उल्लेख गरिएको पाइन्छ। त्यसमा के भनिएको छ भनेदेखि द्वावेव सुमहा घोरौ ऋतु रोग करौ उभौ, दुईटै ऋतु शरद ऋतु र वसन्त ऋतु अत्यन्तै नाजुक ऋतु हुन्। यो अत्यन्तै डरलाग्दा ऋतु हुन्। यिनीहरू यसले चाहिँ धेरै रोग व्याधिहरू ल्याउन सक्छ भनेर भनिएको छ। किन त भन्दाखेरि यो समय एउटा मौसम परिवर्तनको समय हो, यमदशाको समय हो। त्यो कारणले गर्दाखेरि यी समयमा थोरै खानु चाहिँ हितकार हुन्छ भन्ने कुराहरू पनि भनिएको छ। जस्तो कि चिकित्सकहरूका निमित्त यो शरद ऋतु र वसन्त ऋतु माता पिता जस्तै हो। धेरै बिरामी हुन्छन् र चिकित्सककोमा जान्छन् र कमाई धमाई धेरै हुन्छ। यमदशा दिदीबहिनी जस्तै हुन्, कल्याणकारी। यमदशामा पनि धेरै बिरामी पर्छन् र चिकित्सकहरूले कमाउन पाउँछन् भन्ने कुराहरू शास्त्रमा उल्लेख गरिएको छ। त्यो कारणले गर्दाखेरि यी समयमा हितभुङ मितभुङ रिपुः, हित कुरा परिमित थोरै खानु चाहिँ चिकित्सकको निमित्त रिपु हो, शत्रु हो। किन त्यसरी थोरै ठिक्क खाँदाखेरि हितकर कुराहरू खाँदाखेरि बिरामी परिँदैन। बिरामी नपरेपछि चिकित्सककोमा गइँदैन, नगएपछि उनीहरूले कमाउन पाउँदैनन्। त्यसकारण उनीहरूको निमित्त रिपु हो भनेर भनिएको छ। त्यो भए हुनाले यो समयमा कसरी चाहिँ स्वस्थ रहने, रोग प्रतिरोधात्मक क्षमता आर्जन गर्ने, शक्ति आर्जन गर्ने भन्ने विषयमा पनि यस समयको निमित्त देवी भागवतमा बताइएको छ। एकभक्त हुने भनेको एक छाक भोजन गर्नु, भूमि शयन गर्नु, कुमारीको पूजा गर्नु, यी कुराहरू यो शरद ऋतुमा नौरथाभरि गर्ने विधानहरू छ। नौरथामा 9वटी देवीको पूजा आराधना पनि गरिन्छ हैन। त्यो कारणले गर्दाखेरि प्रथमम शैलपुत्री भनेर सिद्धिदात्री नवमम भन्नेसम्म 9वटा पृथक पृथक देवीका स्वरूपहरूको पूजा आराधना गरिन्छ। हामीले धेरै कुराहरू शक्ति स्वरूपा देवीबाट हामीले आर्जन गर्न सक्छौं, शक्ति आर्जन गर्न सक्छौं। जस्तो कि दया रूपेण संस्थिता भनेर भनेको छ, त्यस्तै गरेर क्षमा रूपेण, शक्ति रूपेण